हे गाइस, आज चाहिँ म उठ्ने बित्तिकै टोको बोकेर जङ्गलतिर दाउरा लिएर जाँदैछु। फाइनली दाउरा भाटोमा पनि पुग्यो अनि एकैछिनमा दाउराको भारी पनि रेडी भयो। मलाई यो दाउराको भारी देखेर यस्तो लागिरहेको थियो कि मनमा अनि एकछिन पछाडि दाउराको भारी बोकेर घरतिर फर्के। फाइनली घरमा आइपुगेर दाउराको भारी पनि बिसाइदिए। खाना खाएर यसो बाहिरतिर हिँड्दै थियो, बाटोमा बहिनीले भेट भयो। बहिनीले त आरु खाने भनिरहेको थियो। मेरो मनमा कुरा सोच्न थाले, तेरा बाप यहाँ छोड़कर गया था कि तेरी माँ? यो कुरा मैले मनमा मात्र सोचेर बसेँ। बहिनीलाई भनेन, खाउ न त खाऊ भन्दै मैले आरुको बोट बाटोतिर लगेँ। बहिनीलाई आरु टिप्दिनको लागि म रुखतिर चढ्न थालेँ। मस्तले फलिरहेको रहेछ आरु। हरियो खोर्सानी पिनेर खान पाएको भएको दारु। त्यति मात्र भनेको थियो। बहिनीले मलाई त के बोले भाइ? के बोले के जथाभावी बोले भन्दै बहिनीले कराउन थाले। त्यसपछि हामी घरतिर फर्के। हामीले चाहिँ आरु यति भनेर टिपेन अनि बहिनीलाई एकछिन बस्छ भनेको मानेन। बहिनीलाई पुऱ्याउनलाई अलिक पर्खिनु हिँड्यो एन्ड बहिनीलाई पनि बाई बाई भन्दै हजुरलाई पनि बाई बाई। हजुर लागि यति नै।